सो वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। सो अस्ति हामी क्रिएटर मिटअपमा गएर बेलादेखि भ्लग बनाउनु भ्याएन किनभने मेरै आफ्नो भिडियो सुटमा बिजी थिएँ। वर्ल्ड कप सिजन भिडियो कमिङ सुन है। आज चाहिँ बल्ल सुट सकेको छ वर्ल्ड कपको होइन, अनि त्यसको कारणले चाहिँ भ्लग अलिकति हाल्नु भ्याएन। सो आज चाहिँ किन भ्लग बनाएको भन्नेमा हामी उता ललितपुरको हो कि कहाँको हो आशुतोष बाराईको सूर्यमढीमा ज्यासाको फिल्मको त्यो ख्यावाला र धासा धालाई दाईको स्क्रिनिङ गराउन गइरहेको छ उता सूर्यमढीमा। सो त्यसको लागि मैले भ्लग बनाएको हो आज। एन्ड आइएम ब्याक गाइज, म आइसकेँ है, म तपाईँहरूको माझमा फेरि आइसकेँ। आइएम ब्याक गाइज, आइएम ब्याक। सो त्यही हो, अब हामी उता सूर्यमढीमा जान्छौँ र त्यहाँको माहौल सराउन्डिङ हेर्छौँ के कस्तो छ भनेर हेर्छौँ। अनि यहाँ टक्क केटाहरू पनि आइसकेको छ। सो फाइनली सुट इज कम्प्लिटेड। हाम्रो सुट पनि सकिसकेको छ। वर्ल्ड कप सिजन कमिङ सुन, अब छिट्टै आउनेवाला छ होइन। सो स्टे ट्युन सबैजना, हामी पनि एकदम एक्साइटेड छौँ किनकि हामीले बेस्ट अफ द बेस्ट दिएको छौँ होइन। अनि अर्को कुरा चाहिँ के भन्न खोजिरहेको थियो भन्दाखेरि एकदम सपोर्ट गरिदिनु पऱ्यो होइन, माया देखाइदिनु पऱ्यो होइन। यस्तै हो, अहिले सानो क्रिएटर छ होइन, भोलि पछि एकदम ठुलो हुनेवाला छौँ हामी। सो तपाईँहरूको माया र साथ चाहिन्छ। त्यसको लागि चाहिँ माया साथ सपोर्ट लभ चाहियो। सो अहिलेसम्म जति पनि माया साथ देखाइदिनु भएको छ त्यो पनि इनफ नै छ, तर त्योभन्दा अझ इनफ चाहियो। सो त्यही हो ग्याङ, लभ यु। अब हामी चाहिँ उता सूर्यमढीमा गएर तपाईँहरूलाई भेट्नेछौँ है। सूर्यमढी भनेको चाहिँ ठाउँ चाहिँ भक्तपुरको च्यामासिङ गेटबाट अलिकति माथि हो। सो त्यहाँ गएर भेटौँला ग्याङ। सिया बाबु पुटा। सो मैले मेरो बाबुलाई पनि लिएर आएँ। आशुतोष बाराईको के बाराई हो कि बराई हो, बराई सरी बाबु ख्यावाला सुयमा खुला बाबु पुटा पुटा। हेलो वेलकम वेलकम। यहाँ भाइहरू चाहिँ लुकिरहेछ ल। हेलो बार्सिलोना हो क्या? बार्सिलोनाको लगाइरहेछ त अनि ल। फ्यानहरू भेटेको सकेर आऊ। त्यही हो, जेडा सराई डिस्ट्रिक्टको छ तनाव छ। तनाव के को तनाव हो? के बोलेको हो? के बोलेको भर्खर सराइतिर? खोइ तिमी भ्लग सुरु नहान्ने भनेको। ए मेरो भाइ हरायो। ए बाबु पुटा वा पुटा। हेलो काले। यस्तो हो क्या यार, भ्लग खिच्ने भनेर के गर्नु, यस्तो पागलहरूले भ्लगै खिच्नु दिँदैन। ए पुटा पुटा थाना पुटा थाना वा वा गो लागो। त्यही हो गाइस। खै पुटा वा वा पुटा वा पुटा वा वा। मन्दिर भनेको घुम्नुपर्छ हौ यताबाट। सरी सडक सडक यही हो गाइस। हेलो डायमन्ड ब्लग दादा। यही हो दाइ। सही कति 6 बजे हो नि त? 6:30 बजे भन्ने कुरा भन्छ होइन। हेलो के को ब्लग हो यो? हाम्रो यस्तै टाकटुक ब्लग। टाकटुक ब्लग टाकटुक ब्लग टाकटुक ब्लग टाकटुक ब्लग। यो चाहिँ साथीको डायमन्ड ब्लग हो है। डायमन्ड है सबैजनालाई धन्यवाद। खै तिमीहरूको अनुवाद छ क्या? ल डायमन्ड ब्लग पनि आउँछ। ल डायमन्ड के हो यार, यहाँ त सबै ब्लगर मिटअप भयो न ग्याङ। यही हो टक्क। माइक चेक साइक चेक। पुटा हराउँछ तिमी हराउँछ भनेको। तिमी हराउँछ है ल। म पुटालो उठालो है। सो त्यही हो, अब एकछिन मन्दिर घुम्छौँ हामी। टक्क मन्दिर पनि घुम्नुपर्छ। त्यो हाम्रो चाहिँ यता एउटा के सरस्वती के हो सरस्वती भजनको सुट भएको थियो। त्यो चाहिँ हाम्रो एसपिजे आर्टमा हेर्न सक्नुहुन्छ तपाईँहरूले है। सो त्यही हो प्रभु। चारै प्रगति होस् प्रभु, चारै प्रगति होस्। धर्म कर्ममा पनि लाग्नुपर्छ है केटा।
धर्म कर्ममा पनि लाग्नुपर्छ त्यही हो एक राउन्ड घुमाउँ अब एक राउन्ड घुमाउँ हेलो हेलो ल ल थ्याङ्क यू सो त्यही हो गाइस त्यहाँ स्क्रिनिङ गराएछ नि रहेछ ओइ गलीभित्र के गरेर है सो त्यही हो गाइस त्यहाँभित्र सेटअप मिलाउने रहेछ भर्खरै सो आई थिङ्क 1-2 आवर लाग्ला है लाग्ला किनभने हाम्रै पालामा 3 आवर्स आएको थियो यार त्यो हामीले के अन्त्य देखाउँदाखेरि नि वाल मिहिनेत गरे हो गाइस त्यो हाम्रो फर्स्ट प्रोजेक्ट हो होइन एन्ड बिग साउट आउट टु एनएस अवाल किनभने उसले धेरै मिहिनेत गरेको छ पुरै नङसङ पालेर है तिमीले पनि सो हामी आफ्नो ठाउँ आइपुग्न लागिसकेका छौँ मेरो बच्चा हरायो ए बच्चा अरे मेरो भाइ हरायो पुरा कहाँ लग्यो त्यहाँ मैचासँग किस खाएर आइसक्यो हो छ्या छोरी जोसँग किस खाएर बस्छ मसँग किस खाएर पुगेन सो त्यही हो ग्याङ अब हामी आफ्नो ठाउँ पुगिसकेका छौँ हात समात्नु हराउँछ भनेको हराउँछ सो गाइस त्यही हो हामी आफ्नो ठाउँमा होइन भक्तपुरमा भक्तपुर रे दत्तात्रेयमा आइपुगिसकेका छौँ दत्तात्रेयमा पुगिसकेका छौँ ओए अगाडि त नेपाल आर्मीहरूको रहेछ ओए सही देख्दिरहेन यार अलिकति घटाइदिउँ न सही देख्दिरहेन सो त्यही हो गाइस अब हाम्रो यो ठाउँ यो चाहिँ हाम्रो जक्सन हो दत्तात्रेयमा हामी प्रायः यहीँ हुन्छौँ चक्लेट खाने जक्सन यहाँ हाम्रो ब्रदर्सहरू पनि छ है त्यही हो गाइस हेलो वेलकम टु माई ब्लग ओए कस्तो सफ हो केटीको जस्तै हात छ त यार रह नहीं जाता तडप ही ऐसी है ना सो त्यही हो गाइस हामी यता च्यासा खाएर होइन हामी निस्किसक्यौँ अनि हाम्रो सिरियस ब्रदर पनि आइसकेको छ ऊ चाहिँ आज एकदम श्रीकृष्ण भयो अरे अनि हाम्रो वेरिज नकाप ब्लग्स खोइ नकाप कहाँ गयो तिमी चाहिँ दही चिराको वेटिङमा हो क्या तर गाइस होइन एउटा कुरा तिमीहरूलाई थाहा छैन यहाँको दही चिरा खायो भने होइन म जस्तै बोल्न सक्छ अरे है खाऊ त्यहाँ स्क्रिनिङ सुरु भइसक्यो होला हौ ए बाबु कसको जर्सी हो यो हेलो अरू कसैको जर्सी पाएन केटीकै जर्सी लाउनुलाई कहाँ केटीको केटाको हो दियाको भन्छ लामो दियाको पो हो त अनि सो त्यही हो ग्याङ अब हामी हाम्रो निस्किसकेको छौँ अब त्यहाँ सुरेमडीमा त्यो इभेन्ट भइरहेछ अब त्यहाँ गएर स्क्रिनिङ भइरहेछ अरे अब त्यहाँ गएर भेटौँला है त के कस्तो छ माहौल हेरौँ होइन सियो थ्याङ्क यू ल बाबु खाऊ न मामफुला बाजा त मामफुला ओ नेवारी बोल्न आएन यो त भन्न भने गाजी नेनोला के भन्छ बजी नेनोला बा ओहो अब कहाँबाट समात्ने ओए यो समाउन त्यो कुकिस अघि लिन्छु क्या थ्याङ्क यू यसमा चोबाल्दिउ अथा पुऱ्यो ए खाललाई भने आदेश भाइ छ यहाँ पुरा ग्याङ्गे छ केटीको लुगा लगाएर यहाँ बाँड्दैछ ऊ देखाउनु आन्टी जानु छ अनि कहाँ देख्छ त्यसलाई सो गाइस अब चाहिँ हामी यहाँ हेर्न लाग्छौँ है क्या होला अनि तासा है अनि यहाँ अडियन्सहरू चाहिँ यहाँ टक्क बुढापाकाहरू मात्रै छ है टक्क होइन हाम्रो कालीबाई यता छ टक्क एउटा होइन तिमी त सानो मान्छे जहाँ बस्यो नि त्यही त हो नि सो त्यही हो अब यता स्क्रिनिङ गर्नु लागेको छ यहाँ मिलाउँदैछ सबै यहाँ होइन टक्क मिलाउँदैछ यहाँ छ ल अब सुरु हुनु लाग्यो केटा हो अब सुरु हुनु लाग्यो अब सुरु भएपछि टक्क एकछिनपछि देखाउँला है त
पानी परेर त त्यही भयो के गर्नु है पानी परेको अवस्था पानी पर्यो यो पानी पर्यो यसो ग्याङ जाउँ 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 पानी परेर यहाँ सब भाग्नु बाग्नु जाउँ जाउँ पानी पर्यो है सो पानी पर्यो ओए बल्ल टेकिस है त सो यहाँ पानी परेर अवस्था होइन बाटो हेर्न सक्नुहुन्छ पुरै कालो न कालो है सो त्यो गाइस अब हामी यहाँबाट निस्किसकेका छौँ किनभने पानी पर्यो नि त होइन सो त्यही हो गाइस आजको भ्लग यति नै हो सो सी यु इन द नेक्स्ट भ्लग है गाइस अब म लास्ट अन्तिम चाहिँ के भन्छु भन्नेमा हाम्रो वर्ल्ड कप सिजन भिडियो चाँडै आउँदैछ है त सो त्यो सुटको कारणले अलिकति भ्लग बनाउन सकिनँ मैले सो त्यही हो ग्याङ सी यु इन द नेक्स्ट भ्लग बाई बाई ह्याभ अ गुड टाइम